हेलो एन्ड नमस्ते एभ्रिवान। स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। थाहा छ मलाई धेरै पछि भिडियो आइरहेको छ। हप्तामा 2वटा भिडियो हाल्ने भन्ने प्लान थियो, तर हाम्रो प्लान र गडको प्लानमा कसले के गर्न सक्छ र हैन। तपाईहरुलाई थाहा नै होला बिचमा मैले भिडियो किन नहालेको भनेर। किन भन्दा मलाई पत्थरी भएको थियो र पत्थरी भएको कारणले चाहिँ I am not able to talk। राम्रोसँग म बोल्नु पनि सकिरहेको थिएन। अब भिडियो त परको कुरा। ल सब कुरालाई टाढा राखे। तपाईहरुले साकेत गोखले भन्ने फिटनेस इन्फ्लुएन्सरलाई चिन्नुहुन्छ कि हुँदैन मलाई थाहा छैन, तर यदि तपाईहरुले चिन्नुहुन्छ भने तपाईहरुले हिजो उहाँको भिडियो हेर्यो होला। साकेत मेरो फेभरेट इन्फ्लुएन्सर हो, जसलाई चाहिँ म एकदम धेरै समयदेखि फलो गर्दैछु र हिजो मैले उसको भिडियो हेर्दाखेरि चाहिँ मलाई एकदम आफूसँग धेरै नै रिलेटेड भयो। किन भन्दाखेरि साकेत अहिले बिरामी छ र ऊ धेरै कुराबाट सफर गरिरहेको छ र उसले आफ्नो बारेमा सबै कुरा भन्यो कि 1 महिनामा के भयो भनेर। उसलाई नर्भस सिस्टममा के प्रब्लम भइरहेको छ, उसको नेकमा के भएको छ, उसको ट्र्याप्समा, उसको कानमा, उसले सबै कुराहरू भन्यो। र त्यसमध्येमा सबभन्दा नराम्रो कुरा लाग्यो भनेको चाहिँ साकेतको लागि त्यो हो उसले जिन्दगीभर कहिले पनि अब हेभी वेट लिफ्टिङ गर्न सक्दैन भनेर चाहिँ मलाई पनि एकदम नराम्रो लाग्यो। किन भन्दाखेरि कुनै पनि एउटा बडी बिल्डर या भनौँ जिम ब्रोको लागि चाहिँ यो कुरा एकदम नराम्रो। स्पेसली फर साकेत उसको गोल थियो कि यो वर्षमा जसरी हुन्छ जिमको हरेक इक्विपमेन्टलाई चाहिँ म्याक्सिमम पुश गर्ने र म्याक्स आउट गर्ने भन्ने उसको ड्रिम थियो। यो 2025 मा जुन सायद अब हुँदैन होला कहिले पनि उसको। र आई विश ऊ छिटो रिकभर होस्। र त्यो मध्येमा उसले एउटा कुरा अब के भनेको थियो भन्दाखेरि उसको एकदम ब्युटिफुल कुरा चाहिँ पोजिटिभ कुरा के भयो भन्दाखेरि यो महिनाभरिमा उसले आफ्नो टाइम आफ्नो प्यारेन्ट्ससँग बिताउनु पायो भनेर। र यो कुरा मसँग पनि एकदम रिलेटेड छ। किन भन्दाखेरि लगभग 5-6 वर्ष भयो म यो एफएममा काम गरेको, प्लस पहिलेदेखि म दाइसँग बस्थेँ र अहिले 3-4 वर्ष भयो, 2-3 वर्ष भयो म एक्लै बसेको। र यो 5-6 वर्षमा मलाई राम्रोसँग याद पनि थिएन कि म आफ्नो घरमा रातभरि कहिले बसेको थिएँ भनेर। आई मिन राति कहिले सुतेको थिएँ भनेर। बिकज अल टाइम म यहीँ बस्थेँ, मेरो राति काम यहीँ हुन्थ्यो, म यहीँ सुत्थेँ। चाहे त्यो दसैँ होस्, चाहे त्यो तिहार होस्, कुनै पनि फेस्टिभल होस्, म घर गएर राति चाहिँ बस्नु पाउँदैन थिएँ। राति चाहिँ म यहीँ काम गर्न आउनु पर्थ्यो। तर यत्रो वर्षपछि चाहिँ युनिभर्स या भनौँ गड फोर्स मी टु स्टे अन होम। घर बस रेस्टली राम्रोसँग बस, आमासँग क्लोज छु भनेर भगवानले पनि मलाई घर बसाइदियो यो 15-20 दिन जति। र त्यो 15-20 दिनमा सबभन्दा राम्रो कुरा त्यही हो, म आफ्नो घर बस्नु पाएँ, गाउँघरमा बस्नु पाएँ। त्यसपछि आएर मम्मीसँग टाइम धेरै स्पेन्ड गर्नु पाएँ। कुरा सेयर भयो, जसरी म बच्चा मम्मीसँग कुरा गर्थेँ, मम्मी जाँदा गएँ म पनि पछि जान्थेँ। त्यसरी नै मेरो कुराहरू भयो र घरमा राम्रोसँग टाइम स्पेन्ड भयो। त्यो भयो मेरो पोजिटिभ कुराहरू। र नेगेटिभ कुरा खासै त्यस्तो केही पनि थिएन। सबभन्दा अलि नराम्रो लाग्यो के भन्दाखेरि यो 15-20 दिनमा चाहिँ मैले आफ्नो 1 किलो भन्दा बढी वेट लस गरेको छु। यानि कि वेट लस भन्दा पनि मेरो जिउमा नाको बराबर फ्याट थियो, बट आई पुट फ्याट एन्ड आई लस मसल। त्यही भएर मलाई अलि दुःख लागिरहेको छ, तर केही छैन, त्यो म पछि फेरि गेन गरिहाल्छु। बट स्पेसली दिस भिडियो मेड फर साकेत गोखले। आई नो साकेत गोखलेले यो भिडियो हेर्दैन, तर पनि आई विश कि ऊ छिटै ठिक होस् र फेरि ऊ ब्याक आओस् एकदम पहिला जस्तै स्ट्रङ माइन्डसेटले। जुन माइन्डसेट उसको पहिला थियो, उसको लागि ऊ फेमस थियो। ल आजको भिडियो चाहिँ म ट्रेनिङ सेसनबाट सुरु गर्छु। आज मेरो पुल डे, म जहाँ ब्याक र बाइसेप ट्रेन गर्छु। मेरो ट्रेनिङ सेसन एकदम सिमिलर छ साकेत गोखले जस्तै।
एकदम लो भनौँ, हाई इन्टेन्सिटी, बट आई डोन्ट नो म त्यति धेरै इन्टेन्सिटी गर्न सक्छु सक्दिनँ। त्यही पनि थोरै एक्सर्साइज गर्छु तर एकदम आफ्नो बेस्ट दिएर चाहिँ गर्ने कोसिस गरिरहेको छु। ल अब हामी एकैचोटि जिममा भेट्छौँ। वेलकम एभ्रिवान। ल म चाहिँ अहिले जिम आइसकेँ। सबभन्दा सुरुमा अघि तपाईँले भिडियो हेर्नुभयो होला, मैले थोरै वार्मअप गरेँ। अब वार्मअप पछिको मेरो फर्स्ट वर्कआउट त भन्दिनँ म, त्यही पनि मेरो लागि वार्मअपै हुन्छ। त्यो मेरो पुलअप हान्छु म आफूले कति सक्छ। र मेरो ब्याकको दिन मेन फोकस चाहिँ यही हुनेवाला छ कि पुलअपमा चाहिँ म्याक्सिमम मेरो पुलअप चाहिँ म्याक्सिमम इन्क्रिज गरौँ भनेर। र आज जिम लगभग खाली नै छ। र जिम खाली हुनु भनेको नो म्युजिक हुनु भनेको मेरो लागि एउटा सुकुन हो। मलाई चाहिँ गीत सुनेर भन्दा पनि गीत नसुनिकन चाहिँ वर्कआउट गर्नु एकदम मजा आउँछ। त्यही भएर जिममा सक्दो मान्छे कम भएको र म्युजिक नबज्दाखेरि चाहिँ मेरो दिललाई एकदम सुकुन मिल्छ। ल धेरै ढिलो नगरिकन आजको ट्रेनिङ सेसन सुरु गरौँ। सुरुमा पुलअप, लाइट पुल डाउन, सिटेड केबल र त्यसपछि लाएर प्रिसियल कर्ल, अनि त्यसपछि लास्टमा ह्यामर कर्ल र रियर डेडसँग चाहिँ म आजको मेरो फुल डे सकाउनुवाला छु। र मेरो माइन्डमा चाहिँ एकदम क्लियर हुन्छ कि म कुन एक्सर्साइज गर्छु, कति सेट गर्छु भनेर। तपाईँहरू पनि यदि नयाँ हुनुहुन्छ या एक्सर्साइज गर्नु सोच्दै हुनुहुन्छ भने चाहिँ घरमा पुरै प्लान गर्नु कि म कति सेट गर्छु, कुन एक्सर्साइज गर्छु र कसरी पर्फर्म गर्छु भनेर। त्यसरी आउनुभयो भने चाहिँ तपाईँहरूको जिममा टाइम वेस्ट हुँदैन, कुन एक्सर्साइज गर्ने के गर्ने भनेर। प्लस तपाईँहरूले कसैलाई सोध्नु पनि पर्दैन र आफ्नो एक्सर्साइज आफूले आरामले गरेर चाहिँ जानु सक्नुहुन्छ, माइन्ड पनि फ्री। ल सुरुमा पुलअप। ल अब म सबभन्दा सुरुमा ब्याकको लागि फर्स्ट एक्सर्साइज गर्नेवाला छु। त्यो हुन्छ लाइट पुल डाउन। हरेक एक्सर्साइजको म 2 सेट हान्छु। लो भोल्युम हाई इन्टेन्सिटी भनेर भन्छ होइन। ल सुरु गरौँ। लाइट पुल डाउन विथ प्रपर टेक्निक एन्ड माइन्ड मसल। यो पहिलो सेट थियो ब्याकको लाइट पुल डाउन हुने एक्सर्साइजको फर्स्ट सेट। अब यसपछि हुन्छ सेकेन्ड सेट। एउटा माइन्ड मसल कन्डिसन धेरै दिनपछि पनि गरेर होला, एकदम फिल भएर जहाँ गर्नु खोजे हो त्यो पुरै बडीहरू पुरै हुन्छ नि
समातिरहेको छ एक्सर्साइजले र आइ एम इन्जोइङ पानी कति खाने के खाने भन्ने कन्फ्युजन नहुनु जति आफूलाई खानु मन लाग्छ एक्सर्साइज बिचमा पानी खानु जति आफूलाई रेस्ट चाहिन्छ रेस्ट लिनु 2 मिनट 3 मिनट 1 घुट्की 2 घुट्की 3 घुट्की पानी खान सक्नुहुन्छ है त धेरै कन्फ्युजन हुने हैन बस गर्ने एक्सर्साइज ड्युटी मेरो भाइ ब्याग मेरो ब्याग भगवान ब्युटी दिस इज कॉल्ड द रियल ब्युटी अफ जिम मेरो ब्याग कति दुखिरा मजा आयो ल अब यो भिडियोमा चाहिँ यही ल्याट पुल डाउनको प्रपर मैले सेट देखाएँ र कस्तो फिल हुन्छ भनेर भने र नेक्स्ट ब्याकको दिनमा चाहिँ सिटेड केबल र गर्ने बेलामा चाहिँ कस्तो फिल हुन्छ भनेर म भन्नेवाला छु र अब जति पनि एक्सर्साइज गर्छु त्यो बिचमा त्यो बोल्दिनँ या कुनै कुनै बोल्छु होला तर के गर्छु भन्दाखेरि सिधै भिडियोमा मात्रै हाल्छु बिचमा पोस्ट नगरिकन हरेक सेटको चाहिँ लास्ट सेट देखाउनेवाला छु है त बिकज टाइम छैन कोहीसँग पनि न त मसँग टाइम छ न त तपाईँहरूसँग टाइम छ यति धेरै कि 20 मिनट 30 मिनटको भिडियो हेर्नलाई ल अब नेक्स्ट एक्सर्साइज सिटेड केबल र Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, head up, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best, die with no regrets. Live with every breath, see my message start to spread. And I had so many dreams, then you hit your teens. Life ain't really what it seems, try to find out what it means. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Yeah, I put out all this art, it's my only medicine. Yeah, everything I do, I'm just being genuine. Yeah, I'm sick of being screwed, feel my own adrenaline. Yeah, I do just what I do, and I hope you let me in, yeah. I'm grateful, oh yeah, able, oh yeah, I'm stable, oh yeah, no label, oh yeah, you know me, I have only a path, I'm lonely, but damn, I'm going to win. I don't want no fake love,
love, I want the real stuff. Everybody listen up, cause I'll only say it once. I'm gonna show you all the path. If you want it bad, I'm gonna show you where it's at. Yeah, how you can get it back. Yeah, cause I ain't never done, I'll be number one. Working hella hard until I get just what I want. Yeah, rises like the sun, yeah, fatal like a gun. Shooters gonna shoot and I'm gonna shoot until I won. Yeah. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow, till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Yeah, I put out all this art, it's my only medicine. Yeah, everything I do, I'm just being genuine. Yeah, I'm sick of being screwed, feel my own adrenaline. Yeah, I do just what I do, and I hope you let me in, yeah. I'm grateful, oh yeah, able, oh yeah, I'm stable, oh yeah, no label, oh yeah, you know me, I got only a path, I'm lonely, but damn, I'm going to win, yeah. Yeah. Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone, that's the only way I know. Feeling low, about to blow back up. I won't ever let the doubt creep in. Gotta pop a couple more aspirin. I don't think I'll ever let you in. Easier to break it off best friends. I don't really understand myself. I don't really understand, need help. I don't wanna be left on the shelf. Couldn't even hear me if I yelled. It's so cold outside, I'm alone, I'm alright. It's so cold outside, I'm alone, I'm alright. It's so cold outside, I'm alone. Break down, always feel like I could break now, but I never let it take me to that place now. I won't ever let my thoughts get away now. I got better things to do, picking fate now. I just wanna be the best, call me great now. I don't know if I'm okay or insane now. I remember better days on the playground, hoping I can find my way even when I'm feeling down. I fight, even when I don't know what is right. I'ma pick a side, and I'ma take pride. I will decide my fate, and I will never let them tell me who I am. If you try to shape me, I'll be damned. Planet on the ground is where this exercise जुन म अहिले गर्न जान्दैछु, भाइ माई हार्ट थ्याङ्क्स टु साकेत गोखले, जसले मलाई यो सिकायो कि हाम्रो बडीमा एउटा रियल डेल्ट भन्ने पनि मसल हुन्छ र त्यसलाई हामीले ट्रेन गर्नुपर्छ भनेर। मैले बाइसेप, ब्याक, लेग सबै सुनेको थिएँ, तर रियल डेल्ट भनेर त्यो मसल सुनेको थिइनँ तबसम्म जबसम्म साकेतले भनेको थिएन भिडियोमा कि रियल डेल्ट हाम्रो ब्याकको लागि कति इम्पोर्टेन्ट हुन्छ र रियल डेल्टलाई पनि हामीले राम्रोसँगले टिल फेरियर माइन्ड मसल कन्डिसनसँग चाहिँ ट्रेन गर्नुपर्छ भनेर। र यो एक्सर्साइज साकेत गोखलेको नाममा, लेट्स डु इट। Yeah, let's go.
I ain't the first with the curse, with the thirst that I wanna be better, not worse. Man, it hurts. I'm on this earth with my words, and I put them all together, insert, cause I wanna have worth. Working hella hard till they put me in the dirt. Gonna go far, man, listen to my words. Gonna be a star, man, life's like a blur. When you're working this hard, yeah, you get what you deserve. Yeah, I ain't taking a backseat, I'm passing anybody else who is rapping. I'm nasty, ain't nobody able to catch me. They gasping, they cannot compare, they can't match me. I'm at half speed, I got your girl and she laughing and dancing, hanging on my butt, she asking to crash with me, smash with me. She savage, she wants cash money, and she knows that I live lavishly. I wanna live, I'm cold inside. Give all I have just to feel alive. I fight to live, I fight to strive. One day I'll have what I want. I want the whole world in the palm of my hand. I got a plan, I'm the man. Now I'm teaching the game, a veteran, better than anybody else who tests me. I'm ready, looking at my hand and it's steady. I'm trending, ascending and blending, lyrical bending. Now I'm spreading and getting my name out now. Yeah, they hearing me laugh, all the crowds repping the sound. I'm hitting the ground running, up and coming, ain't nothing. Yeah, rookie of the year, I'ma keep it 100. Cold-blooded, no budget, from nothing to something. I ain't bluffing, I got a full hand and a full plan. I ain't gonna stop till I'm at the top, man. Every single drop got me feeling awesome. I'm about to pop, started from the bottom, yeah. I wanna live, I'm cold inside. तपाईहरुलाई आजको भिडियो मन पर्यो होला। मेरो भिडियोको मेन मोटिभ भनेको चाहिँ स्टिक सिम्पल, सिम्पल एक्सरसाइज, सिम्पल डाइट, सिम्पल लाइफ। त्यही नै हो मेरो भिडियोको मेन मोटिभ। Keep working hard, keep push yourself, not done yet.